ल है त यो अमेरिकाको बारी है त यहाँनिर बुवा यो के हो यो बोडी हो यो बोडी बोडी उताको लट्टे साग त्यो फर्सीको झ्याङ त्यो दुईटा यो सबै यो लट्टे साग हो यो लट्टे साग अस्ति आएको नि जेठ 24 गते आएको 25-26 गतेदेखि यहाँ खनखान गरेर जरा बुटा थिए सबै फ्याँकेर रोपेको कति छिटो आयो अब यस्तो उदम गरी आएको त नेपालमा पनि देखाएको थिएन काँक्राका बोट त्यत्रा भइरहेछन् त्यहाँ यतापट्टि लट्टे छ यो बोडी साग यो फेरि अनि फेरि यो काँक्रा छ यता अनि फेरि यता फर्सी नै फर्सी छ नि यत्रा बोट भइरहेछन् फर्सीकै फर्सी नै फर्सी यहाँदेखि यहाँसम्म फर्सी अनि यहाँ फेरि सिबी र घिरौला छ नि त्यहाँ बिचमा उतापट्टि घिरौला यो बोडी अनि उता घिरौला यो बोडी यो करेलो छ यहाँ र त्यहाँ दुई ठाउँमा यहाँ र त्यहाँ करेला हो पर एउटा करेलो अनि यतापट्टि फेरि बोडी नै बोडी छ फेरि उता टमाटर छ उतापट्टि घिरौला र फर्सी त्यो दुधमा नै कच्चोको तरकारी पनि भनेर त्यो रोप्या छ 6-7वटा झ्याङ अनि यता भिन्डी छ भिन्डी यहाँ बोडी फलेर लटरम्मै भइरहेछ यो प्याज हो बोडी फलेर लटरम्मै छ यो मिटरे बोडी होइन यो घरकै बोडी फलेर लटरम्मै यस्तो फलेको छ कि बोडी के भन्नु र पुरै सबिना चाहिँ कताबाट आयो यहाँ यताबाट आउँदैछ नि त सबिना छोड्दै साह्रै फले सागसब्जी छैन पुरै पर यहाँदेखि पुरै परदेखि यहाँ परदेखि पुरै बारी हो यहाँदेखि सर पुरै पुरै यसरी यहाँ ल शीतले गर्दा माटो पनि टाँसिन्छ उता सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान बिहान पख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किन्छ नि सुरिलो भाकामा नगरी
पुग्दैन खान साँझ र बिहान नगरी काम पुग्दैन खान साँझ र बिहान धान बेचेर नुनदेखि सुनसम्म किन्ने हामी आज मान्छे बेचेर चामल किन्न विवश छौँ।